भन्छन् सुतजीलाई सौनकहरू त्यो नैमी कारणमा हामीले रसिला कथा कति सुन्यौं आनन्द भई चित्तमा भुक्ति मुक्ति दिने विशेष कलीमा नाच्ने सबै दुर्गति त्यस्तो दिव्य कथा अझै अरू पनि सुन्ने चाहिँ इच्छा अति यस्ता बात सुनेर सौनकजीका ती सुत भन्छन् अनि लोकैका हितका निमित्त सबले यो बात सोध्यौं भनी देवी भागवतै छ मुख्य कलीमा कल्याण गर्ने अति यो सार रहस्य शास्त्रहरूको हर्ने सबै दुर्गति जसले उत्तम देवी भागवत यो सुन्दैन जहिले तक त्यसको पाप रहन्छ सचित भई केही नमानी धक जसले देवी भागवतको कथा सुन्दैन यो पाठ गर्दैन उसको पाप सधैँभरि जुग जुगातमा रहिरहन्छ गरे सुन्दैनन् जबसम्म भागवत यो काँडा सरीका बनी घोच्छन् पापहरू गढेर मुटुमा सन्ताप दिन्छन् अनि देवीको बहुतै पवित्र महिमा सुन्दैन लौ जो जना आज्ञानमय अन्धकार तममा भासिन्छ त्यसको मन अन्धकारमा पर्छन् गरे देवी भागवत नसुन्ने मान्छे तस्मात् यो कलिकालमा सबजना श्रद्धा बढाई अति देवीको महिमा सुनेर सजिलै नै सुत पारोनुमति बर्माका सुतती वशिष्ठ ऋषिका छोरा पराशर थिए तेजोबी नितबाट त सत्यवतीमा श्रीव्यास पैदा भए श्रीव्यास पैदा हुनुभयो अनि यो देवी भागवतको कथा भन्न सुन्नको लागि हुन्ती व्यासमयी कि विष्णु भगवान का अंश यही कारण विष्णु भगवानकै अंश रहेछन् बाँडे वेद अनेक शिव्यहरूमा शाखा बनाइकन पढ्नको अधिकार छैन यसको स्त्री शूद्रलाई भनी पाँचौं वेद भनेर भारत ठुलो ग्रन्थै बनाए अनि